खानेकुरा पनि अलिकति खाएपछि पुग्छ, लगाउने कुराहरूको इच्छाहरू पनि पुरा हुँदै जान्छ, अथवा भनौँ खेल्ने अथवा जुनसुकै कुराहरूबाट अगाइले गइन्छ नि। अझ कहिलेकाहीँ त मान्छेहरूसँग शुद्ध अगाइन्छ नि त। तर घुम्न भनेको कुरा चाहिँ जति गरे पनि नअगाइने रहेछ। एक ठाउँ गयो, जाँदा जाँदै बाटोमा अर्को ठाउँ जाने प्लान बनिसकेको हुन्छ। अनि प्लान चाहिँ हामी जति सजिलैले बनाउँछौँ नि, त्यो प्लानलाई एक्जिक्युट गर्न चाहिँ अझ धेरै गाह्रो हुने। प्लान बन्दाखेरि सबैजना जान्छु भन्ने कति धेरैजना हुन्छन्। अनि त्यो जोसेर प्लान बनाए, जब त्यो प्लान साँच्चीकै रियलमा एक्जिक्युट गर्ने टाइम हुन्छ नि, तब चाहिँ जाने मान्छे चाहिँ भनेको भन्दा पनि आदि भइन्छ। अनि आफ्नो मनमा चाहिँ त्यो जाने भूत चढिसकेको हुन्छ। जसरी भए पनि जान्नै पर्छ, जसरी हुन्छ नि अब जाम नि हुन्छ। तर मान्छेहरूलाई मनाउनु पर्छ, ग्रुप बनाउनु पर्छ, अनि बल्ल लास्टमा सेट हुन्छ है। मेरो केसमा चाहिँ नर्मली धेरै जस्तो यस्तो भइरहेको हुन्छ। अनि एक ठाउँ घुम्न गयो, अर्को ठाउँ जाने प्लान बन्छ, कति रमाइलो हुन्छ। अनि हरेक टाइम गए पछिमा चाहिँ नयाँ मान्छेहरूसँगको नयाँ मेमोरी, अथवा पुरानो मान्छेहरूसँगको चाहिँ राम्रोवाला मेमोरी। अनि त्यो नयाँ ठाउँमा गइरहेको हुन्छौँ, पुरानो ठाउँलाई सम्झेर यो ठाउँ जस्तै छ नि है भनिन्छ, अथवा अब यो ठाउँमा जाने ल भने नयाँ प्लान पनि बनाइन्छ, रमाइलो गरिन्छ। यही नै होला सायद यसैले नयाँ कुरामा जानको लागि र पुरानो कुराहरूलाई अड्काएर राख्नको लागि पनि मद्दत गर्छ भनौँ न होइन। अनि यसै गरी यसपालि चाहिँ हाम्रो सैलुङ जाने प्लान थियो। कति धेरै जान मन थियो, तर कसरी जाने, को जाने, के गर्ने भन्ने प्लान नै भइरहेको थिएन। अनि कलेजबाट जाऊँ न त, जहिलेको सेमिस्टरमा पनि गइरहेको हुन्छ, यो सेमिस्टरमा पनि जाऊँ भन्ने प्लान थियो। जब हामीले प्लान बनायौँ तब कति धेरैजना जाने हस् प्लान बनाऊँ न अनि जाऊँ भन्नेवाला भएको थियो। तर जब अब साँच्चीकै जाने ल यो विक भनेर तोक्दाखेरिसम्म चाहिँ हामी जम्मा 6-7 जना मात्रै भइरहेको थियो। मलाई त्यो 6-7 जनाभित्रबाट पनि 1-2 जना जाँदैन भन्ने डर लागिरहेको थियो। अनि फरेभर निभा दिदी त हुनुहुन्छ नै हुनुहुन्छ, जसले जहिले पनि जे गर म पछि छु भन्नेवाला एक्सपिरियन्स दिनुहुन्छ, अथवा त्यो फिल दिनुहुन्छ भनौँ न। एकदमै साँच्चीको माया गर्ने र केयर गर्ने मान्छे। अनि योपालि पनि त्यस्तै भयो, सबैजनाको जान अब सबैको आफ्नै परिस्थितिहरू, कोहीको घरमा के थियो, कोहीको नमिल्ने थियो, कोहीको अफिस छुट्टी थिएन। त्यही हो, सबैजना जब गर्ने भएपछि अनि बल्ल हामीले पनि फुल डे लिभ लिन चाहिँ अब एक्जामहरू आउँछ, के आउँछ, कति बिदा लिने अफिसबाट नि भन्ने थियो। अनि त्यसैले हाफ डे लिएर भयो नि जाम, मिल्नेहरूले फुल डे नै लिउँ न त, सबै कभर गर्न नपाए पनि सैलुङ मात्रै भए पनि जाम भनेर सैलुङ जाने प्लान बनाइयो। अनि फ्राइडे 2 बजे लगनखेलमा भेटेर जाने भनेर प्लान गरेको। नेपाली टाइम न हो, अझ अरू बेला जस्तो धेरै ढिला हुन पाएन। अझ त्यो दिन आन्दोलन थियो, तर पनि नर्मली हामी सबैजना 2:15 जम्मा भएर 2:30 त लगनखेलबाट निस्केको थियौँ जस्तो लाग्छ। एक्ज्याक्ट टाइम त्यस्तै 2:30 गरेर पर। अनि थाहा भयो अनुसार चाहिँ 5-5.5 घन्टा लाग्छ भन्नुभएको थियो। अनि हाम्रो ड्राइभर दाइ यति फास्ट चलाउनु हुनुहुन्थ्यो कि उहाँको ड्राइभिङ स्किलले मेरो टाउको आजसम्म पनि दुखिरहेको छ। यति फास्ट अनि यति धेरै टर्निङ डर पनि लाग्यो दाइको ओभरटेक गर्ने तरिकाहरूले। अनि हामी गयौँ बिचमा, सुकुटे बिच गएर खाजासाजा खायौँ, त्यहीँ गएर बस्यो। त्यो फर्स्ट टाइम यहाँबाट हिँडे पछाडि सुकुटे बिच पुगेर बस्यौँ, एकछिन रमाइलो गऱ्यौँ, गाडी पनि चार्ज भयो। अनि त्यहाँबाट फेरि हिँड्न स्टार्ट भयो। हिँड्यौँ, अलिकति गएपछि फेरि गाडीको चार्ज घट्यो, उकालो बाटोमा धेरै चार्ज जान्छ भनेर हामी अर्को ठाउँमा चार्ज गर्न बस्यौँ। अनि त्यो हुँदा चाहिँ त्यहाँ पुग्दासम्म चाहिँ हामीलाई गर्मी भइरहेको थियो। जब हामी त्यो दलाल घाटभन्दा अलिक तलतिर होला सायद त्यो चार्ज गर्न बसेको चाहिँ, आफू जानुपर्ने बाटोभन्दा अलिकति पर गएर चार्ज गर्न बसेको थियो। त्यहाँ पुग्दाखेरिसम्म चाहिँ साँझ भयो, चिसो हुने स्टार्ट भयो। अनि अगाडिसम्म गर्मीले मरिएला जस्तो भइरहेको थियो। त्यतिखेर चाहिँ चिसो भयो। धन्न मैले सबैजनालाई ज्याकेट लगाएर आम चिसो छ अरे वेदर भनेर चाहिँ बुझेर गएको थिएँ। अनि त्यहाँ चिया खायौँ, गाडी चार्ज हुन हामी कुर्नु पऱ्यो। त्यहाँबाट निस्किँदा हाम्रो लगभग 7 बज्न लागेको थियो होला। अनि त्यताबाट 1 घन्टा 1.5 घन्टामा पुगिन्छ भन्नुभयो दाइले। अनि रात पर्ने स्टार्ट भएको थियो। त्यतिखेरसम्म सब थाकेर लखतरान भइसकेको थियौँ, तर पनि रमाइलो गर्दै गयौँ। अन्धकार यस्तो हुस्सु लागेको थियो। त्यहाँ नयाँ ड्राइभर कोही हुनुभएको भए चाहिँ डराइन्थ्यो होला, तर जो दाइसँग हामी गएको थियौँ उहाँ चाहिँ रेगुलर गइरहनेवाला दाइ हुनुभएको हो। उहाँले मलाई यस्तो हुस्सुले केही फरक पर्दैन, यो त अझ कम हो भन्दै हुनुहुन्थ्यो। अनि त्यही भएर हामी सेफ ह्यान्डमा छौँ भन्ने साथ पनि गइरहेको थियौँ। अनि हामी जब होटल पुग्यौँ नि, हामी लास्ट जब त्यो होटलहरूको पनि लास्टवाला एन्डिङवाला स्पटमा बुक गरिदिनु भएको रहेछ हाम्रो होटल चाहिँ। अनि त्यहाँ पुग्दा लगभग 9 बज्न आँटेको थियो होला। यस्तो जाडो थियो। त्यहाँबाट निस्किँदा कामदै निस्केको थिएँ।
थियौँ हामी त्यहाँबाट निस्केपछि झऱ्यौँ फ्रेस भयौँ अनि आगो बालेर आगो तापेर खानाहरू खायौँ अनि अरू बेला जस्तो हामी धेरै त्यस्तो बार्बिक्यू गर्ने ओर्ने केही भनेर बसेन एकछिन आगो तापेर बस्यौँ अनि सबैजना थाकेको भएर बरु आज छिटै सुतौँ अनि भोलि बिहान चाँडै उठेर जाने भन्ने कुरा थियो तर हाम्रो दाइले चाहिँ बिहान चाँडै गरी केही काम छैन धेरै हतारिनु पर्दैन भन्नुभयो त्यही भएर 6 बजी उठ्ने भनेर सुत्यौँ अनि उठ्न चाहिँ 6 बजी अलि अगाडि नै उठ्यौँ अनि उठेर चिया खाएर हिँड्न स्टार्ट गर्दा अलिक ढिला भइसकेको थियो 7 जस्तै बजिसकेको थियो अनि जब हामी 7 बजे हिँड्न स्टार्ट गऱ्यौँ तब वेदर ठिकै थियो पानी परेको पनि थिएन घाम लागेको पनि थिएन अनि 2 जना दाइहरू हुनुहुन्थ्यो हाम्रो अनि उहाँहरूले हामी पनि जान्छौँ तपाईँहरूसँगै भन्नुभयो किनकि मन्दिरहरू गुफाहरू छ तपाईँहरू हराउनुहुन्छ हामी पनि जान्छौँ भन्नुभएको थियो त्यही भएर दाइहरू पनि हामीसँगै जानुभयो भने फर्स्टमा मैले दाइ मन्दिर दर्शन गरौँ न है भनेको भएर फर्स्टमा हामी मन्दिर दर्शन गयौँ त्यहाँ चाहिँ सैलुङ्गे महादेव उहाँ त्यहाँ गयौँ दर्शन गऱ्यौँ त्यसपछि दाइले गुफामा लानुभयो झन्नै गुफामा अड्केको थिएँ यस्तो डरलाग्दो गुफा त्यो छोटो एकदमै थोरै मात्रै वे जानु पर्ने तर सर्पले जस्तो घिस्रेर जानुपर्नेवाला वे अनि जब हामी मन्दिरनिर पुग्न लागेको थियौँ त्यहाँदेखि त पानी पर्न स्टार्ट भइहाल्यो लकिली सबैजना छाता अथवा रेनकोट बोकेर गएको थियौँ ओढ्यौँ अनि मलाई त्यहाँको गुराँस हेर्न चाहिँ एकदमै धेरै मन थियो पिङ्क र व्हाइट कलरको कहिले देखेको थिइनँ नि त धन्न एउटा गरेर 1-2 ठाउँमा व्हाइट र पिङ्क कलरको गुराँस पनि देख्यो क्या खुसी लाग्यो थियो अनि पानी पऱ्यो हामी पानीमा भिज्दै पनि गएको थियौँ अब जसरी भए पनि इन्जोय त गर्नै पर्यो रेनकोट हुनेले रेनकोट छाता हुनेले छाता बोकेर हामी हिँडिराख्यौँ आफ्नो वेमा तर आधी बाटो पुगेर चाहिँ एकछिन बसौँ न पानी रोकिन्छ कि भनेर बस्यौँ आधी घन्टा जति त्यहाँ बसेर खाजा खायौँ तर पानीले रोकिने सुरसार देखाएन अनि दाइहरूले यसरी बस्यो भने त भयो नि दिनभरि बसेकै हुन्छ अब जाने यस्तै भयो पनि भन्नुभयो अनि ठ्याक्क हामी हिँड्न स्टार्ट गरेको थियौँ बिस्तारै पानी अलिक कम हुँदै वेदर अलिअलि गर्दै खुल्दै गयो यति खुसी लाग्यो मागेको विश पुरा भएको जस्तो किनकि मैले भिडियोमा अरूहरूको देखेको थिएँ कि त्यो यस्तो सोचेर गएको यस्तो भयो भन्नेवाला अनि म भनि पनि रहेको थिएँ सोचे जस्तो केही हुन्न भन्दै मेरो लाइफमा साँच्चीकै त्यही भएकोवाला फिल भइरहेको थियो अनि जब हामी अलि माथि पुग्यौँ तब पानी ठक्क रोकेर मजाले घाम लाग्न थाल्यो त यति राम्रो वेदर देख्यो अनि अलिअलि फोटो भिडियोहरू लिइहाल्यौँ अनि त्यसपछि त्यहाँबाट हिँडेर अझ टुप्पोमा जानु छ भनेर हिँड्न स्टार्ट गऱ्यौँ जति हामी माथि जाँदै थियौँ त्यति हुस्सु पऱ्यो त्यो वेदरहरू यति छिटो चेन्ज भइरहेको थियो नि फिल्ममा पनि त्यति छिटो त्यो चेन्ज हुन्न थियो र त्यति छिटो एकैछिनमा घाम लागिरहेको छ एकछिनमा हुस्सु लागिरहेको छ एकैछिनमा त्यो बादल मड्डारिँदै आइरहेछ घरि बतास चलिरहेछ कपालहरू यति धेरै उडाइरहेको थियो त्यहाँ फोटोहरूमा सबैमा कपाल उडिरहेछ मेरो त झन् स्पेसली होइन अनि त्यहाँ गयौँ गुम्बा रहेछ गुम्बामा दर्शन गऱ्यौँ भ्यू टावर रहेछ त्यता चढेर कति धेरै बेर बस्यौँ रमाइलो भयो फोटो भिडियोहरू सब यो बतासले उडाउला जस्तै उडाइरहेको थियो चिसो हावा चलिरहेको थियो तर पनि हामी कति धेरै बेर बस्यौँ छुर्पीहरू किन्यौँ अनि त्यहाँतिरको त्यो दाइहरूसँग कुरा गरेर मेन त मैले कहिले घोडा चढेको थिइनँ माया लाग्थ्यो घोडा चढ्न भने तर योपालि चाहिँ चढ्ने हो त चढ भन्नुभयो दिदीले पनि अनि कस्तो आफूलाई पनि एकचोटि एक्सपिरियन्स लिन मन थियो अनि ठ्याक्कै एउटा घोडा बुवाको घोडा थियो मैले बाटोदेखि देखेको थिएँ अनि बुवालाई पनि हुन्छ एक हिसाबले जसरी नै अब चढ्ने नै हो भन्ने भयो नि थोरै मात्रै हिँडाएर भए पनि चढ्छु नि भनेर चढेँ अनि यस्तो डर लाग्दो रहेछ त्यो घोडा चढ्ने बेलामा त्यो खुट्टा त्यहीँ अल्झिने हो कि अनि खुट्टाले भ्याइरहेको थिएन त्यो चढ्नलाई यति गाह्रो गएर चढेँ अनि थोरै टाइम घुमाउँदासम्म त्यो घोडाले उफ्रेर त्यो सिरियलहरूमा हेरेर भागे जस्तो भाग्यो भने के हुन्छ भन्ने भइरहेको थियो तर लकिली घोडा एकदमै ज्ञानी थियो केही भएन म चढेँ घुमेँ आएँ बुवासँग घोडा चढुन्जेल पनि कुरा गरेँ अनि त्यस पछाडि अर्को मेरो लागि सोचा जस्तो केही हुन्न भन्ने भएको भने चाहिँ त्यहाँ गएर स्कर्ट लगाएर भिडियो खिच्ने प्लान थियो तर त्यो अनुसारले आफू प्रिपेयर हुन पाइएन अनि मेरो सेतो टी सर्ट सेतो फ्रक हुँदा कस्तो त्यो चुडेलहरू जस्तो देखिरहेको थियो त्यो दौडेको भिडियो फोटो कहीँ राख्ने हिम्मत पनि आएन त्यो देखेर अनि निभा दिदी हुनुहुन्थ्यो जसले हरेक इच एन्ड एक्टिभिटिजहरूलाई क्याप्चर गरिदिइरहनु भएको थियो थ्रु क्यामेरा थ्रु फोन होइन भिडियोबाट हरेक मलाई थाहा थिएन म क्याप्चर भइरहेको छु भनेर तर दिदीले सानो कुरादेखि लिएर मैले दिदी खिचिदिनु न भन्नु नै नपर्ने नर्मली फोटो खिचिदिनु न भन्न झ्याउ भइरहेको हुन्छ नि त तर योपालि चाहिँ दिदीले जहिले खिचिदिनुहुन्छ अझ योपालि चाहिँ दिदीले मेरो अरू बेलाभन्दा धेरै इच्छा सानो कुराहरूलाई क्याप्चर गरेर मेरो कति धेरै भिडियो छ त्यो मोबाइलमा मैले हेरेर नै भ्याइसकेको छैन रमाइलो भयो कलेजको साथीहरूसँग गएको थिएँ निभा दिदी जानुभएको थियो एकदम धेरै रमाइलो गरियो हाँस्यो खेलियो फेरि त्यो धेरै थरीको वेदरहरूलाई एक्सपिरियन्स लियो र त्यहाँबाट 11 बजेतिर दाइहरूले यस्तो धेरै बेर बस्नु हुँदैन अब जाउँ अब तल
जानुपर्छ भन्ने भएको भएर नि हामी हिँड्यौँ, त्यहाँबाट निस्क्यौँ, तल पुग्यौँ। अनि मलाई त मिनी वालमा पनि फोटोहरू खिच्नु थियो। मेन त मलाई त्यही मिनी वाल देखेर त सैलुङ जाने भनेको थिएँ होइन। मिनी वालमा पनि एकछिन बस्थ्यो, यति धेरै भिड थियो मान्छेहरू, एकैछिनमा कहाँबाट आउनुभएको थाहा छैन, एकछिन खाली थियो, एकछिनमा त यति धेरै भिड थियो, डाँडैभरि मान्छे जस्तो हुनुहुन्थ्यो। अनि रमाइलो गर्दै हाँसखेल गर्दै मजा गर्दै बिल्ला उडाउँदै अनि हामी झरेर ब्रेकफास्ट गरेर अब छिटो उता सुकुटे जाम, अनि त्यहाँ गएर खाना खाने हो भनेर आफ्नो सामान प्याक गरेर हामी निस्क्यौँ सैलुङबाट चाहिँ। अनि गाडीमा रमाइलो कुरा गर्दै दाइहरूसँग पनि क्लोज भइसकेको थियो, जाने दिन पो नयाँ हुनुहुन्थ्यो जस्तो लागेको थियो, गीत मात्रै सुनिरहेको थियो। पछि फर्किँदा त गीतहरू सुन्दै गाडीमा दाइहरूसँग कराउँदै जिस्किँदै हल्ला गर्दै त्यो एक्सपिरियन्सहरू सेयर गर्दै अब नेक्स्ट कहाँ जाने हो भन्ने प्लान गर्दै गर्दै हामी 2 घन्टा जस्तोमा त सुकुटे आइ नै हाल्यौँ। त्यहाँ आउँदासम्म फेरि त्यो गाडीको अझ दाइले अगाडिको दिनभन्दा त स्पिड कम गरेर राम्रोसँग डराएको देख्नु भएको थियो, एकदम धेरै डराएको, अनुहारै अर्को भयो भन्दै हुनुहुन्थ्यो। त्यो भएर अलिकति स्पिड लो गरेर चलाइदिनु भएको थियो। अनि सुकुटी आयौँ, सबैजना थाकेको थियौँ, बल्ल खाना खायो भने अलिकति तङ्ग्रिन्छ होला भनेर 3 बज्न लागिसकेको थियो। अनि खानासाना खाएर एकछिन 1 घन्टा जति रेस्ट गरेर फेरि हामी 4 बजे निस्क्यौँ त्यहाँबाट। अनि आउँदा बाटोमा दाइले खोलामा डुबुल्की मार्ने हो त पौडी खेल्ने हो त भन्नुभयो, जिस्किनु भयो होला भने खेल्ने भनेको पछि दाइले साँच्चीकै त्यो गाडीलाई रोडबाट तल लगेर इन्द्रावती रहेछ त्यो खोलाको नाम, थाहा थिएन, इन्द्रावती खोलामा लगेर एकछिन राख्नुभयो। अनि त्यहाँ बस्यौँ सबैजना, ढुङ्गा फालेर के गरेर खुट्टा डुबाएर सुकुटे बिचको फाइदा ल्याए जस्तो लिइरहेको थियौँ। त्यता एकछिन बस्यौँ अनि फर्क्यौँ। बाटोमा दाइहरूले अम्बा होइन आँपको बोटहरू आँप चोरेर खाने हो त भन्दै जिस्काएर हामीले आँप चोरेर होइन तर मागेर खायौँ। एउटा बाटोमा भएको वाला सोधेर 2-3टा कति मिठो थियो, बाटोमा लोकल धुलो बसेको आँप खानलाई मजा आयो। अनि त्यो खाएर भक्तपुर आउँदा निभा दिदीले एकदम मिठो पाउने आइसक्रिम छ भन्नुभयो। अनि त्यो आइसक्रिम हुने ठाउँमा फेरि दाइहरूलाई रोडबाट भित्र लग्न लगाएर कति बेर कुराएर आइसक्रिम पनि खायौँ। अनि त्यसरी हामी लगभग घर आउँदा 7:30-8 बजिसकेको थियो। एकदमै धेरै मेमोरीहरू कलेक्ट गरेर रमाइलो गरेर एकै दिनमा थरीको वेदरहरूलाई एक्सपिरियन्स गरेर सोचे जस्तो केही हुनबाट सोचेको जस्तो हुन्छ है आश गऱ्यो भने भन्नेसम्म पुगेर रमाइलो गरेर टन्नै धेरै मेमोरी कलेक्ट गरेर अनि नेक्स्ट अब हामी कहाँ जान्छौँ त भनेर आयौँ। अझ पनि यत्रो घुम्यो तर घुमेर आएको भोलिपल्ट अब कहाँ घुम्न जाने होला, कहिले जाने होला भन्ने प्लानले अहिले नै सताइरहेको हुन्छ अब होइन। त्यसैले घुमेर चाहिँ कहिल्यै नपुगेर चाहिँ अरू सबै कुराले पुग्छ। घरिघरि त मान्छेसँग शुद्ध अगाइन्छ, कोही मान्छेहरू पुग्न थाल्छ त्यो बानी बेहोराले गर्दाखेरि। तर घुम्न भन्ने कुरा चाहिँ जति गाह्रो होस् त्यो बिर्सिन्छ। अनि नेक्स्ट टाइम जानु नै छ, कहिले जाने कहाँ जाने भन्ने प्लान बनाउँदै सोच्दै लाइफ जाने रहेछ। हुन त लास्टमा याद हुने त यही टाइम नै त हो होइन। फेरि हुन त सबै कुरा इम्पोर्टेन्ट छ, टाइम अनुसारले सबै कुरा गर्नुपर्छ, सबै कुरालाई ध्यान दिनुपर्छ, पढाइ, जब, आफ्नो लाइफ, करियरलाई त सबै कुरा टाइम न हो। अनि घुम्ने कुरा पनि वान अफ द इम्पोर्टेन्ट कुरा। भोलिपर्सि अनि दाइले मलाई भन्नुभएको थियो कि कति धेरै फोटो खिचेको, यति धेरै फोटो खिच्नुभन्दा घरमा ऐना हेरेर बस भन्नुभएको थियो। अनि मैले दा ऐना हेऱ्यो भने त अहिले कहिले देखिन्छ, प्रेजेन्ट मात्रै देखिन्छ, भोलिपर्सि फ्युचरमा गएर त्यो ऐना खोजेर ल्याएर त म पास्टमा कस्तो थिएँ भनेर हेर्न मिल्दैन। तर अहिले खिचेको फोटोहरूले भोलिपर्सि बुढेसकाल लाग्दा पनि हेरेर हो यस्तो गरेको थिएँ भन्न पाइन्छ नि त भन्ने डायलग दिएको थिएँ दाइलाई। रमाइलो भयो, यति धेरै फोटो भिडियो यति त मैले कहिले खिचेको थिइनँ होला। फेरि सबै बिग्रेको छ, कपाल उडेको छ, कोही के भएको छ, कोही हुस्सुले छेकिएको छ, तर पनि यति धेरै रमाइलो गरेर यति धेरै भिडियोहरू लिएर अनि घर आइयो। मनमा सधैँको लागि अब सैलुङ भन्ने बित्तिकै कति धेरै मेमोरीहरू दिमागमा छ, कति धेरै त्यो हाँसो मजाकहरू छ। योपालि चाहिँ जहिले रिस उठ्थ्यो, केही न केही कुरामा रिस उठाएर हुन्थ्यो कसै न कसैले। योपालि चाहिँ केही कुरामा रिस नउठिकन सबै कुरामा राम्रो अझ घर जाने बेला नआस गाडी चढ्न त झन् डर लागिरहेको थियो, चढ्न नपरोस् भन्दै आइयो। सबैजनाले रमाइलो भयो होला, सोचे जस्तो भएन होला तर पनि एकदमै धेरै रमाइलो भयो, सबै कुराहरू पुरा भयो जस्तो फिल भयो त्यो घुमेर आएपछि चाहिँ। अनि जो साथीहरू गएन पनि सबैजनालाई मिस यु। अनि यस्तै हो, नेक्स्ट टाइम फेरि सबैजना मिलेर कतै न कतै जाम्ला। होप वी ह्याड अ ग्रेट टाइम है। थ्याङ्क यू। अनि निभा दिदीलाई सबैभन्दा धेरै ठुलो थ्याङ्क यू रिक्वेस्ट मानेर जानुभएकोमा। अनि अरू साथीहरूलाई पनि थ्याङ्क यू मेरो प्लान फेल हुन नदिएकोमा र भनेको मानेर गएकोमा। धन्यवाद सबैजनालाई, धन्यवाद।